सबैजनालाई जय देश जय नेपाल। म फेरि पनि एउटा भिडियो लिएर आएको छु होइन। मान्छेले भन्छन् यसले यो रोज्यो त्यो रोज्यो भनेर, यो घन्टी भयो त्यो भयो। मलाई पार्टीसँग दुश्मना होइन, बुझ्नुभयो? मलाई पार्टीसँग दुश्मना होइन, मलाई एमालेसँग दुश्मना होइन, मलाई काङ्ग्रेससँग दुश्मना होइन, मलाई माओवादीसँग दुश्मना होइन, मलाई राप्रपासँग दुश्मना होइन। मलाई दुश्मना छ त व्यक्तिसँग, मलाई केपी ओलीसँग दुश्मना हो, मलाई शेरबहादुर देउवासँग दुश्मना हो, मलाई दुश्मना छ भने मलाई प्रचण्डसँग दुश्मना हो, बुझ्नुभयो? पार्टीसँग दुश्मना होइन। पार्टीले देश बिगार्दैन, देश बिगारेका हुन् व्यक्तिले। मलाई व्यक्तिसँग दुश्मना हो। तपाईँ भन्छ घन्टी, मैले घन्टी रोजेको व्यक्ति राम्रो भएर हो, किनभने त्यो व्यक्तिगत हिसाबले रोजेको। किनभने बालेन, रवि, सविता गौतम, डाक्टर सोरिम वाग्ले सबैजना व्यक्ति सबै राम्रो हुनुहुन्छ। काङ्ग्रेसमा पनि राम्रो व्यक्ति हुनुहुन्छ त। सुनिल शर्मालाई हेर्नु त, उहाँले के गर्नु भएको छैन। उहाँले देशका लागि उहाँले पार्टी परित्याग गर्नु भएको छैन। उहाँले पनि भन्नुभएको छ त, म पार्टी परित्याग गर्दिनँ, म काङ्ग्रेस हो भनेर भन्नुभएको छ त। किन? तर उहाँले व्यक्ति परित्याग गर्नुभएको छ। किन? उहाँलाई व्यक्ति मन परेको छैन। ती व्यक्तिले देश लुटे, उहाँलाई थाहा छ हो। त्यो हामी कहिले बुझ्छौँ? कहिले पनि बुझ्दैन। हामीले बुझ्ने कहिले? देश पार्टीभन्दा माथि छ के, देश व्यक्तिभन्दा माथि छ, बुझ्नुभयो नि? पहिला देश कसले बनाउँछ त्यो हेरौँ के, व्यक्तिगत हिसाबले नहेरौँ। केपी ओलीले के गरे देशका लागि हेर्नु भएको छ? आज हामी जस्तो युवा खाडीमा आएका छौँ, खाडीमा रुनु परेको छ। बाउ आमा मर्दाखेरि जान पाउँदैन, रोएर बस्नुपर्छ कुनामा। सोच्नुहोस् त कति पीडा हुन्छ। जन्म दिने बाउ, जन्म दिने आमा मर्दा देशमा जान नपाउनु भनेको कतिसम्म दुःख हुन्छ। सोच्नुहोस् त, ती बाबुआमाको आत्माले शान्ति पाउँछ पाउँदैन? आफ्नो छोराले क्रिया गर्न नपाउँदा ती बाबुआमाको आत्माले शान्ति पाउँछ? तपाईँहरूको आत्माले शान्ति पाउँछ? सोच्नुहोस् न, एक दिन सोच्नुहोस् न, गौर गरेर सोच्नुहोस्। देशका पुलिसहरूको पार्टी मतलब भएन, तर पार्टीमा रहेको व्यक्ति मतलब राख्नुहोस् के, व्यक्ति कस्तो छ भनेर। कि सही व्यक्ति छान्नुहोस्, तपाईँको पार्टीमा सही व्यक्ति छान्नुहोस् न। सहयोग गर्न म पनि आउँछु, तर त्यो व्यक्तिले देश बनाउने सिद्धान्त बोकेको हुनु पर्यो, न कि देश लुट्ने सिद्धान्त। देश लुट्ने सिद्धान्तको व्यक्ति हामीलाई चाहिएको होइन, हामीलाई देश बनाउने सिद्धान्तको व्यक्ति चाहिएको। हामीले बहस गर्नुपर्छ, हामीले यो कुरालाई बहस गर्नुपर्छ। किन बहस गर्नुपर्छ भने हामीले जिताएर गएको व्यक्तिले हाम्रो लागि काम गर्छ गर्दैन, त्यो हामीले बहस गर्नुपर्छ के, न कि पार्टीको विषयमा बहस गर्ने हो, व्यक्तिगत विषयमा बहस गर्ने हो। त्यो व्यक्तिले गएर देश बनाउँछ बनाउँदैन त्यो हामीले हेर्ने हो। त्योभन्दा अगाडिको व्यक्तिले के काम गरेको थियो त्यो हामीले हेर्ने हो, तर हामी त्यो हेर्दैनौँ। हामी पार्टीगत हिसाबले हेर्छौँ। यो पार्टीमा रहेको व्यक्ति खराब होस् मतलब भएन, तर पार्टी चाहिँ जित्नु पऱ्यो भनेर सोध्छौँ, त्यो हामीलाई चाहिएको होइन। बुझ्नुहोस् एकचोटि, एउटा युवाले के भन्दैछ। म पनि त्यही देशमा जन्मेर त्यही ठाउँ त्यही माटोमा हुर्केको मान्छे हुँ, तर आज बाध्यताले गर्दाखेरि म परदेशिनु परेको छ, बुझ्नुभयो नि? यसलाई तपाईँ हामीले बुझ्नुपर्छ, गहन गर्नुपर्छ। जबसम्म गहन गर्दैनौँ, बुझ्दैनौँ नि, सकियो क्या जीवन। हाम्रो घर बनाउने बेलामा त्यो घर बलियो कसले बनाउँछ भने राम्रो ठेकदार खोज्दै हिँड्छौँ भने देश बनाउने व्यक्ति हो। घर सोच्नुहोस्, तपाईँ घर बनाउँदा राम्रो ठेकदार खोज्नुहुन्छ, एउटा देश बनाउने व्यक्ति राम्रो खोज्नुपर्छ पर्दैन? देश घरभन्दा पनि अघि आउँछ, बुझ्नुभयो नि? भनिन्छ नि, पहिला जन्म दिने आमा र जन्मभूमि एकै हुन्। पहिला जन्म दिने आमा र जन्मभूमि एकै हुन्, तर त्यस पछाडि घर आउँछ, बुझ्नुभयो? देशै नरहे घर के गर्नु, बुझ्नुभयो नि? एकचोटि सबैजनाले सोचिदिनुहोस्। म भन्दिनँ तपाईँले घन्टीमा भटालोस् भनेर, तपाईँको इच्छा हो, तर एकचोटि सोचिदिनुहोस् कुन व्यक्ति देशको लागि परिपक्व छ, कुन व्यक्तिले देश बनाउँछ, कुन व्यक्तिको सिद्धान्त राम्रो छ, त्यो सोच्नुहोस् के। पार्टीगत हिसाबले नजानुहोस्। तपाईँलाई म भन्दिनँ घन्टीमा भटाल्नु छ, तर पार्टीगत हिसाबले नजानुहोस्। कसले देश बनाउँछ, कसले देश बनाएको छ त्यो हेर्नुहोस् के, देश कसले बनायो त्यो हेर्नुहोस्। कुन व्यक्तिले देश बिगारेको छ त्यो पनि हेर्नुहोस्। आज हेर्नु त 35 वर्ष बुढा नेताहरूले देश चलाए के रोटेसन, यो म्युजिकल चेयर जस्तो रोटेसन, एउटा जाने अर्को आउने, तर देश त बनेन नि। देश आज खाक्रो छ। राजाको पालामा हेर्नुहोस् त को विदेश गएको थियो? मेरो बाबामा विदेश जानु पर्यो, मेरो बालाई हेर्नुहोस्, घरमै बसेर हामीलाई पढाउनु भयो, घरमै बसेर शान्तिपूर्वक पढेकै थियो त, थिएन र? खोइ जानु परेको छ। आज हाम्रो पालामा हेर्नुहोस्, कोही युवा घरमा छैनन्, सब विदेशिनु परेको छ। कसैको बुढी पहिला गएको छ, कसैको बुढी झुन्डेको छ, कसैको बुढा डिप्रेसनमा गएर मर्नु परेको छ। कसो कारणले? यी नेताहरूको कारणले गर्दा होइन। सोच्नुहोस् त, आजभन्दा 30-40 वर्ष अगाडि कोही गएको थियो विदेश? कोही गएको थियो विदेश? सोच्नुहोस् न, थियो? कोही पनि थिएन। किनभने देशमा बस्ने वातावरण थियो, कृषियोग्य जमिन थियो, कृषि क्रान्ति थियो, तर अहिले छैन। छ त?
एउटा मल किन्नलाई घुस दिनुपर्छ, मल पाउँदैन किसानले उत्पादन गरेको बजार पाउँदैन। अनि सोच्नुहोस् त, अनि भन्न भाषण चाहिँ के भन्छ, गरिब मुक्त बनाए अरे। कहाँ बनायो गरिब मुक्त? रुकुम रोल्पातिर जाऊ, कस्तो अवस्था छ। जाजरकोटतिर जाऊ, कस्तो अवस्था छ। ट्विनमा चढेर ट्विन तान्दै त्यो हातमा ठेला उठाएर स्कुल जानुपर्छ। अनि सोच्नुहोस्, 2-3 घन्टाको बाटो हिँडेर स्कुल जानुपर्छ। त्यही हो विकास? अनि विकास गरे भन्ने तपाईँहरूको नेताको पछि अझै लाग्नुपर्ने? छोडिदिनुहोस् के। कुन व्यक्तिले देश बनाउँछ त्यो हेर्नुहोस् के। कुन व्यक्तिले देश बनाउँछ? व्यक्ति रोज्ने हो के, पार्टी होइन। म भन्छु त, पार्टी होइन, व्यक्ति रोज्ने हामीले। छोडिदिनुहोस् घन्टी, छोडिदिनुहोस् एमाले, छोडिदिनुहोस् काङ्ग्रेस, तर मात्र व्यक्ति रोज्नुहोस् के। कुन व्यक्तिले देश बनाउँछ त्यो रोज्नुहोस्। बुझ्नुभयो नि? मेरो सिद्धान्त, मैले बुझेको सिद्धान्त तपाईँलाई गलत लाग्न सक्छ, तर म भन्छु मनैदेखि, यदि कसैले देश बनाउँछ भने बालेन्द्र रवि हो। किनभने उहाँहरूमा देश बनाउने होटुटी छ। बुझ्नुभयो नि? उहाँहरूमा देश बनाउने सिद्धान्त पढ्नु भएको छ, भिजन छ। बालेनको इन्जिनियर अधिकांश विश्वमा अधिकांश उयो लिडरहरू हेर्नुहोस् त, सब पढेका छन्। कोही इन्टेलिजेन्स एजेन्सीमा काम गरेका छन्, कोही इन्जिनियर छन्, कोही के छन् कि छैनन् भन्नु त? छन् नि। सोच्नुहोस्, एउटा व्यक्तिले देश बनाउन सक्छ, बनाएको पनि छ। सिङ्गापुर कसले बनायो? एउटा व्यक्ति, लिक्वेन्यूले बनायो। लिक्वेन्यूलाई के भन्थे? सोच्नु भएको छ नि, कति गाली गर्थे, यो अङ्ग्रेजको दलाल के भनेर कति हेप्थ्यो मलेसियाले। सोच्नुहोस् त। तर बनाएर देखायो नि, हो बनाउन सक्ने क्षमता बालेनमा छ, रविमा छ, तर बुझिदिनुपर्छ हामीले। बुझ्नुभयो? अब व्यक्ति होइन, पार्टी होइन, पार्टी होइन, व्यक्ति रोज्नुपर्छ हामीले। बुझ्नुभयो नि? व्यक्तिले देश बनाउँछ। बुझ्नुभयो? र कुन व्यक्ति सही छ, सही व्यक्ति छान्नुहोस्। बुझ्नुभयो? म यति नै भन्न चाहन्छु, यहाँभन्दा केही भन्न चाहन्न। तपाईँहरूले अब बुझिदिनुहुन्छ भने आशा गरेको छु। मेरो भिडियो हेरेर मन लाग्यो भने कमेन्ट अनि लाइक सब्सक्राइब पनि गरिदिनु होला है त। कस्तो लाग्छ भनिदिनु होला।